यसपालिको रोपाइमा चाहिँ केटाकेटीलाई भन्दा कसैलाई रमाइलो लागेन होला। हाम्रो पनि रमाइलो गर्ने दिनहरू थिए, तर यस्तो जस्तो मजा चाहिँ कहिले आयो। हेलो एभ्रिवान, स्वागत छ तपाईँलाई मेरो मिनी ब्लगमा। हाम्रोतिर चाहिँ बर्खा लागिसकेको छ, हामीले चाहिँ रोपाइ सुरु गर्न थालिसक्यौँ। त्यति बेला चाहिँ केटाकेटीको रमाइलो मजा हेरेर आफूले पनि पर्महरू सबै तिरेर ओरेर आयौँ। हाम्रो अब रोपाइ सुरु हुँदैछ, तर हाम्रोमा चाहिँ ट्र्याक्टर जोत्दै थियो। हाम्रो धेर पनि छैन, त्यही पनि हामी पर्म लगाउन गएको थियौँ। फेरि आफ्नोमा जस्तो काहीँ हुँदैन नि त। पहिला चाहिँ यो ठाउँमा केटाकेटी लिएर हामी सबैजना खेल्थ्यौँ। अहिले चाहिँ हिलो हुन्छ, यता पनि रोप्नु छ उता पनि रोप्नु छ भन्दै हामी चाहिँ हिलोबाट बच्ने कोसिस गर्छौँ। सायदै त्यही दिनै रमाइलो थियो होला हाम्रो लागि। अहिले त को कहाँ रमाइलो भन्ने त छडै हुँदैन। हामी विदेशै पुगे पनि, जहीँ पुगे पनि हामी एक्सट्रिम खान चाहिँ जहीँबाट पनि आइपुग्छौँ। हिल्याउने अङ्कल दाजुहरूलाई काकाले एक्सट्रिम लिएर आउनु भएको थियो। हामीले पनि काम गरेको छौँ भन्दै हामी चाहिँ उहाँहरूसँग सामेल हुँदै थियौँ। बुद्धिमानले खोल्नु भएको, कस्तो खोल्नु भयो थाहा छैन। रमाइलो गर्दा गर्दै यसपालिको रोपाइ पनि सक्यो। ट्रान्सलेट आफ्टर टु बिफोर भिडियो बनाइदिएको छु। थ्याङ्क यू फर वाचिङ।